हे गाइज गुड मर्निङ वेलकम टु आवर न्यू ब्लग। र रिसेन्टली एउटा फ्री फायरमा एउटा अपडेट आएको रहेछ। म चाहिँ फ्री फायर खेल्छु बट त्यस्तो रेगुलरली होइन, विकलीमा 1-2 गेम खेलेँ, एक हप्तामा यस्तो खेल्थेँ। सो मैले चाहिँ अस्ति एउटा मतलब इन्स्टातिर एउटा भिडियो देखिरहेको थिएँ कि जहाँ फ्री फायरमा के इभेन्ट आएको रहेछ भने चाहिँ हामीले आफ्नो सब गोल्ड कोइनहरू गिफ्ट गर्न मिल्ने भयो। र त्यो गोल्ड कोइन हामीले गिफ्ट गरेको रियल लाइफमा कसै मान्छेलाई मिल्छ। सो मलाई चाहिँ एकदमै राम्रो लाग्यो, बट त्यो इन्डियन सर्भरको एउटा मान्छेलाई भिडियो बनाएको थियो। सो मलाई लाग्यो कुनै बाहिर कुनै अरू सर्भरमा होला। त्यसपछि मैले आफ्नो ट्राई नै गरेको थिएन। र अहिले चाहिँ एकछिन अगाडि हेर्दाखेरि एउटा मान्छेले बिडी सर्भरमा गरेको रहेछ, त्यो इभेन्ट बिडी सर्भरमै आएको रहेछ। सो मैले त्यसपछि के छ र गएँ। मसँग म्याक्सिमम 3 लाख गोल्ड कोइन थियो। मैले त्यो 3 लाख सब गिफ्ट हाल्थेँ। अहिले मेरो आइडीमा 140 मात्र कोइन थियो। र अगाडिको भिडियो हेर्न सक्नुहुन्छ मैले कसरी गिफ्ट हालेँ। ल यहाँ छ।